क्लास 12 मा अध्ययनरत विद्यार्थी साथीहरुमा स्वागत छ। यो भन्दा अघिल्ला क्लासहरुमा हामीहरुले क्लास 12 मा रहेको प्रिन्सिपल्स अफ एकाउन्टिङ अथवा एकाउन्ट सब्जेक्ट भित्र पर्ने विभिन्न च्याप्टरको विषयमा छलफल गरिसकेका छौं भने आजको क्लासबाट हामीहरु एउटा नयाँ च्याप्टर शेयर भन्ने च्याप्टरलाई सुरुवात गर्न जाँदै छौं। जुन शेयरबाट हामीहरुलाई 3-4 वटा टपिक छुट्याइदिएको छ। इस्यु अफ शेयर, फर क्याश एन्ड फर फ्युचर, रि-इस्यु अफ शेयर, त्यसैगरी अदर देन क्याश है, इस्यु अफ शेयर फर अदर देन क्याश, त्यसैगरी एकाउन्टिङ फर डिबेन्चर भनेर हामीहरुलाई विभिन्न च्याप्टरहरु दिएको छ है, सब टपिक्सहरु दिएको छ शेयर भित्रका। ती च्याप्टरहरुलाई अब हामीहरु अध्ययन गर्न जाँदै छौं है त। आज हामीहरु सुरुको क्लासमा एउटा 2 मार्क्समा सोध्ने इस्यु अफ शेयर अदर देन क्याशलाई सुरुवात गर्ने छौं। त्यसपछि भोलिबाट क्रमिक रूपमा हामीहरु रेगुलर रूपमा क्लास गर्दै जाने छौं। तपाईहरुले धेरै अगाडिदेखि भग्नु भएको यो च्याप्टर मैले आजबाट सुरुवात गरिसकेको छु। यहाँ भएका सबै क्लासहरु रेगुलर रूपमा दिँदै जानु भयो भने तपाईहरुलाई धेरै सहज हुनेछ। यहाँका सबै कुराहरु बुझ्न मैले सके जति तपाईहरुलाई बुझाउने छु भन्दै मैले क्लासलाई सुरुवात गरे है त। यहाँनेरि हामीहरुले के पढ्नु पर्छ भन्दाखेरि इस्यु अफ शेयर फर क्याश एन्ड फर फ्युचर, रि-इस्यु अफ शेयर भन्ने जुन च्याप्टर छ तपाईहरुले गर्नु भएको छ भने एलोटमेन्ट, फर्स्ट एन्ड फाइनल कल है, त्यसैगरी एप्लिकेसन भन्ने किस्ताका पैसाहरु भन्दै पढ्नु भएको छ भने त्यो टपिक हो यो है। यसबाट हामीहरुलाई फाइनल एक्जाममा 5 मार्क्सको न्युमेरिकल प्रब्लम सोध्ने गर्दछ। के बाट हरेसरी हो, इस्यु अफ शेयर फर क्याश एन्ड फर फ्युचर भन्छ है, जफत भन्छ शेयरको, रि-इस्यु अफ शेयर पुनः निष्कासन भन्छ। यहाँबाट 5 मार्क्सको आउँछ। त्यसैगरी यहाँ हेर्नु त दोस्रोमा इस्यु अफ शेयर फर अदर देन क्याश। अदर देन क्याश भनेको क्याश देखि बाहेक अन्य कुरामा शेयरको निष्कासन भन्छ। त्यो च्याप्टरबाट 2 मार्क्सको आउँछ है। अनि एकाउन्टिङ फर डिबेन्चर, डिबेन्चरबाट कतिको आउँछ, 3 मार्क्सको आउँछ। जम्मा 3 2 ले 5, यो माथिको 5 ले गर्दा 10 मार्क्सको आउँछ। यो च्याप्टरबाट न्युमेरिकल प्रोग्राम सधैं नै कति मार्क्स आउँछ, 10 मार्क्स आउने गर्दछ। यति बुझ्नु पर्यो कि शेयर भन्ने टपिकबाट तपाईलाई कति मार्क्स आउँदो रहेछ, 10 मार्क्स आउँदो रहेछ। त्यो 10 मार्क्स तपाईहरुले 6 मार्क्स जति त उसै आउँछ। 4 मार्क्सको लागि चाहिँ अलिकति तपाईले थोरै केही एक्स्ट्रा मेहनत गर्नुपर्छ। केही थोरै गर्दा भइहाल्छ। धेरै सजिलो टपिक छ यो पनि है। अब यहाँनिर हेर्नु त यो 3टा टपिक्स पढ्नु पर्दो रहेछ मैले भनिहाले है। अब आजको क्लासमा चाहिँ हामीहरु 2 मार्क्समा सोध्ने जुन इस्यु अफ शेयर फर अदर देन क्याशको विषयमा छलफल गर्नेछौं है त। यहाँ हेर्नु त इस्यु अफ शेयर फर अदर देन क्याश मैले सुरुवात यहाँबाट गरे। अब यहाँनिर हामीहरुले जर्नल बनाउनु पर्ने हुन्छ। यो अदर देन क्याश भनेको के हो त भन्दाखेरि कुनै पनि एउटा कम्पनीले आफुलाई पैसा आवश्यक पर्यो भने आफ्नो शेयर बेचेर पैसा कलेक्सन गर्ने कुरा हो, जुन हामीहरु इस्यु अफ शेयर फर क्याशमा पढ्छौं है। आजको टपिकमा चाहिँ हामीहरु के पढ्छौं भने कुनै पनि एउटा कम्पनीलाई कुनै फन्ड क्रिएट गर्नका लागि उले शेयर क्याशमा मात्र नभएर अन्य कुरामा पनि निष्कासन गर्छ है भन्ने कुरा चाहिँ हामीहरु यो इस्यु अफ शेयर अदर देन क्याशमा पढ्ने गर्दछौं। यहाँ मैले तपाईलाई एउटा एक्जाम्पलबाट बुझाउन चाहे। जस्तै कुनै एउटा ए भन्ने कम्पनी छ, सुन्नु ल, एउटा ए भन्ने कम्पनी छ, अर्को बी भन्ने कम्पनी छ, सुन्नु ल, बिस्तारै म आरामले भन्दै जान्छु। एउटा ए भन्ने कम्पनी छ, अर्को बी भन्ने कम्पनी छ। यो एउटा एजुम्सन भयो, यहाँको कुरा बुझ्नका लागि सजिलो है। यो ए भन्ने कम्पनीले बी भन्ने कम्पनीलाई किन्दैछ क्या, के गर्दैछ अरे, किन्दैछ, पर्चेज गर्दैछ। यो ए भन्ने कम्पनीलाई बी भन्ने कम्पनीलाई पर्चेज गर्दैछ। ए भन्ने कम्पनीले बीलाई पूर्ण रूपमा किन्दाखेरि के हुन्छ भने यो ए भन्ने कम्पनीले किन्दै गर्दा यो बीमा सँग भएको एसेट्स, लायबिलिटीज अथवा अन्य फन्डहरु हुन्छ सबै लिन्छ क्या ए भन्ने कम्पनीले। ए भन्ने कम्पनीले यो बीलाई किन्दाखेरि एसेट्स त आइहाल्यो हेर्नु है त, एसेट्स छ, एसेट्स सबै आइहाल्यो ए कम्पनीसँग। अनि के पनि आउँछ भन्दाखेरि यो बी कम्पनीसँग भएको यो ए कम्पनीमा लायबिलिटीज पनि आउँछ क्या, लायबिलिटीज पनि किन्छ उसले हो। एसेट्स आयो भनेर ढुक्क भएर बस्नु भएन क्या। त्यो बी भन्ने कम्पनीको त तिर्नुपर्ने दायित्वहरु हुन्छ। त्यो तिर्नुपर्ने दायित्वहरु पनि केमा आइराख्छ अब भन्दाखेरि ए सँग आइराख्छ। अब सबै बी को काम जति कसले गर्नु पर्यो, ए ले गर्नु पर्यो। अब त्यो बी किने बापत ए कम्पनीले चाहिँ के दिनु पर्यो त साउ कम्पनीलाई भन्दाखेरि यो बी कम्पनी चाहिँ अहिले हाम्रो साउ कम्पनी भेन्डर भन्छ यसमा है, भेन्डर कम्पनी भन्छ। ए भन्ने कम्पनीले बी भन्ने कम्पनी लियो भने ए भन्ने कम्पनीले उसलाई के दिन्छ, यो ए ले पैसा दिदैन क्या। यहाँनिर यो टपिक्समा के दिदैन, पैसा दिदैन। के दिन्छ त भन्दाखेरि ए कम्पनीले उसँग भएको शेयरलाई चाहिँ बी कम्पनीलाई दिएर उसँग भएका सबै एसेट्स र लायबिलिटीजहरु किन्छ। यति नै हो यहाँनिर बुझ्नुपर्ने। के बुझ्नु पर्यो भने हामीहरुले कुनै एउटा कम्पनी लिँदै छौं हो, एउटा ठुलो कम्पनीले सानो कम्पनीलाई लिँदैछ भने त्यो बेलामा पैसा नदिएर आफूसँग भएको शेयर उलाई दिन्छ भने
आफूसँग भएको सेयर दिएर त्यो कम्पनीसँग भएको एसेट्स लायबिलिटिज अथवा सम्पूर्ण कम्पनी किन्छ भने यसलाई भनिन्छ इस्यु सेयर अदर देन क्याश। यति नै हो साथीहरु यहाँ बुझ्नुपर्ने। अब यहाँ अर्को कुरा के बुझ्नु पर्यो तपाईहरुले भने यो च्याप्टरमा हामीले गर्नुपर्ने कुरा के हो त भन्दाखेरि एसेट्स जति सबैलाई डेबिट गरिदिने के अरे साथी हो, एसेट्स जति सबैलाई के गर्ने डेबिट गर्ने, अनि लायबिलिटिज जति सबैलाई के गर्ने लायबिलिटिज जति सबैलाई के गर्ने साथी हो क्रेडिट गरिदिने। एसेट्सलाई डेबिट गर्ने, लायबिलिटिजलाई क्रेडिट गर्ने, यति गरेपछि भइहाल्यो। अब हेर्नु मैले यहाँ केही फर्मेट पनि रेडी गरिसकेको छ तपाईहरुलाई सर बुझाउँदै जान्छु। मैले यहाँ भनिहाले एसेट्सलाई डेबिट लायबिलिटिजलाई क्रेडिट गर्ने है। म क्वेशनहरु गराउँदै जाँदा पनि एकपछि अर्को बुझाउँदै जान्छु है साथी हो। अब यहाँ हेर्नु त यहाँ इन द बुक्स अफ अथवा डट डट कम्पनी भनेर लेखिदिँदा हुन्छ। इन द बुक्स अफको ठाउँमा डट डट कम्पनी जर्नल इन्ट्रिज भनेर लेखिदिनु होला। यो 10 मार्क्स जुन गरे पनि जे सोधे पनि हामीले जहिले फर्मेट बनाउने यही हो। डेट पार्टिकुलर लेजर फोलियो एलएफ भनेको लेजर फोलियो है, डेबिट रुपीज क्रेडिट रुपीज भनेर लेखेको छ त्यही कुरा लेख्ने जहिले। जर्नलको फर्मेट फरक हुँदैन जहिले यही हो सबै च्याप्टरमा है। अब के गर्नु पर्यो भने यहाँले डेबिटतिर के गर्नु पर्यो अरे साथी हो, डेबिटमा के हुँदो रहेछ एसेट्स हुँदो रहेछ। अब एसेट्स त हामी चिन्छौं नि त। एसेट्स भनेको फिक्स एसेट्सहरु जस्तै ल्यान्ड एन्ड बिल्डिङ इक्विपमेन्ट भेहिकल फर्निचर है, अनि करेन्ट एसेट्सहरु पनि आउँछ डेप्टर्स बिल्स रिसिभेबल अकाउन्ट रिसिभेबल हाबीजाबी सबै एसेट्सहरुलाई के गरिदिने भन्दाखेरि डेबिट गरिदिने। जस्तै यहाँ लेखेको छ फर्निचर अकाउन्ट डेबिट, यहाँनिर लेख्यो डेबिटमा मेसिनरी अकाउन्ट डेबिट यसलाई यतापट्टि लेख्यो है। त्यसपछि ल्यान्ड एन्ड बिल्डिङ अकाउन्ट डेबिट यतापट्टि लेख्यो, भेहिकल प्लान्ट इक्विपमेन्ट बिल्स और अकाउन्ट रिसिभेबल बिल्स रिसिभेबल अकाउन्ट रिसिभेबल यी सबै हाबीजाबी कुरालाई के गरिदिने डेबिट गरिदिने। डेप्टर्स भनेर लेखेको छ। ल यो रातो अक्षर लेखेको चाहिँ एकैछिन पर्खिनु ल। यो रातो अक्षर लेखेको बीएफ लेखेको छ यसलाई म बुझाउँछु। अब 2 मा लायबिलिटी साइडमा के आउँछ भन्दाखेरि टु भेन्डर कम्पनी लेखेको छ नि। यो भेन्डर कम्पनी भनेको चाहिँ के हो भने एउटा ए भन्ने कम्पनीले बी कम्पनीलाई लिँदै थियो। के हुन्छ भन्दाखेरि एले म ए कम्पनी हो तपाईको कम्पनीमा लिँदैछु भने मैले तपाईलाई त शेयर त दिनुपर्छ हो, अथवा मसँग भएको शेयर त तपाईलाई दिनुपर्छ, अथवा पैसा दिने कुरा थियो भने पैसा दिन्थे। तर यहाँ चाहिँ के छ अदर देन क्याश, क्याशदेखि बाहेकका कुराहरू दिनु पर्यो नि त। भन्नुको मतलब यो ए भन्ने कम्पनीले शेयर दिनु छ हो। अब मैले तपाईलाई चाहिँ मसँग भएको शेयर दिनु छ भने तपाई त साउ हो नि त मेरो हो, तपाईलाई मैले तिर्नुपर्छ पैसा भने त्यसलाई भनिन्छ भेन्डर कम्पनी हो। एले किन्दैछ भने बी चाहिँ के रहेछ भेन्डर कम्पनी रहेछ भनेर बुझ्नु पर्यो क्या। म ए कम्पनी हो मैले तपाईको कम्पनी लिँदैछु भने तपाईलाई मैले पैसा तिर्नुपर्छ, अथवा पैसाको ठाउँमा यहाँ चाहिँ के दिन्छौ शेयर दिनुपर्छ मैले हो। शेयर दिनुपर्छ त्यसलाई के भनिन्छ भेन्डर कम्पनी। तपाईको हो मेरो लागि साउ हो, तपाई भेन्डर कम्पनी हो। त्यसैले त्यसले गर्दा क्रेडिटमा भेन्डर कम्पनी डेबिट भेन्डर कम्पनीलाई के गर्ने क्रेडिट गर्ने है। डेबिट भनेछु भेन्डर कम्पनीलाई के गर्ने क्रेडिट गर्ने तिर्नु पर्ने पैसालाई। अब त्यस पछाडि लायबिलिटी जति सबैलाई क्रेडिट गरिदिने। यहाँ त लेखि पनि सकेको छ लायबिलिटीलाई के गर्ने क्रेडिट गरिदिने। लायबिलिटीजहरु के हो क्रेडिटर्सलाई क्रेडिट गरिदिने, बिल्स पेबल अकाउन्ट पेबल एडभान्स इन्कम बैंक ओभरड्राफ्टका कुराहरुलाई है, बैंक ओभरड्राफ्ट केही समयका लागि चलाएका पैसाहरु। अब यो तलबाट क्यापिटल रिजर्भ भनेर नीलो अक्षरमा लेखेको छ। अब के बुझ्नु पर्यो भने अब लायबिलिटी क्वेशनमा दिएको हुन्छ एसेट्स दिएको हुन्छ अनि लायबिलिटिज दिएको हुन्छ। एसेट्सलाई डेबिट गर्छौं लायबिलिटिजलाई क्रेडिट गर्छौं अनि त्यति गर्दाखेरि इक्वल भयो भने त ओके। तर भएन यदि भने डेबिटमा यदि तपाईले थप्नु पर्ने छ। जस्तै यहाँ हेर्नु एक्जाम्पल यहाँनेरि 10000 आयो हेर्नु है, यतापटि 10000 आयो, यतापटि लाइस 9000 मात्रै आयो क्या। अब कतापटि थप्नु छ भन्नु त बराबर बनाउनु पर्छ जर्नलमा चाहिँ। यो पनि 10000 छ भने यसलाई पनि 10000 बनाउनु पर्छ। ठुलो जुन छ त्यति बराबरको बनाउनु पर्छ। यता डेबिटमा त 10000 भइसक्यो, यता क्रेडिटमा चाहिँ कति मात्रै छ 9000 मात्रै छ। 1000 थप्नु पर्यो नि हो, क्रेडिटमा थप्नु पर्यो त्यो 1000 लाई भने क्यापिटल रिजर्भ भनिन्छ। बीएफ भनेको ब्यालेन्सिङ फिगर भनेको हो है। मैले के भन्दै छु अहिले यो के रहेछ यसलाई र यसलाई बुझाउँदै छु है, म अरु बुझिहाल्नुहुन्छ यति दुईटालाई बुझाउँदै छु। यो तल क्यापिटल रिजर्भ कुन कन्डिसनमा लेखिन्छ भन्दाखेरि डेबिटमा सबै जोड्दाखेरि 10000 आयो, क्रेडिटमा सबै जोड्दा 9000 मात्रै छ। अब कता थप्नु पर्यो क्रेडिटमा थप्नु पर्यो। त्यही क्रेडिटमा थप्नु पर्ने यो 9000 र 1000 10000 हुन्छ। त्यो 1000 थप्नु पर्यो भने त्यसलाई के भनिन्छ रहेछ क्यापिटल रिजर्भ, यसलाई ब्यालेन्सिङ फिगर भनिन्छ। ल यति मेटे मैले। अब हेर्नु यति भइसके पश्चात अब के गर्नु पर्यो भने नि साथी हो, अब हामीले के गर्नु पर्यो भने जस्तै क्रेडिटमा सबै जोड्दाखेरि 10000 भइहाल्यो क्या, 10000 भयो। तर यो डेबिटमा चाहिँ 9000 मात्रै छ। ल 9000 मात्रै छ। अब कहाँ थप्नु पर्यो डेबिटमा थप्नु पर्यो नि, योसँग बराबर बनाउने। यहाँ कति थप्नु पर्यो 1000। यसलाई यो डेबिटमा थप्नु पर्यो भने के भनिँदो रहेछ गुडविल अकाउन्ट अथवा ब्यालेन्सिङ फिगर भनेर लेखिदिने। यति नै हो साथी हो। क्रेडिटमा पुगेन भने क्यापिटल रिजर्भ, डेबिटमा पुगेन भने गुडविल। त्यति कुरा बुझेपछि हाम्रो 1 मार्क्स आएको हो। अब जहिले पनि जर्नलको क्वेशन गर्दा हो यो शेयरहरुका क्वेशन गर्दा हामीले जर्नल एन्ट्रिज बनाउँदा बिङ अथवा फर भन्ने कुरा लेख्नु पर्ने हुन्छ।
न्यारेसन दिनुपर्ने हुन्छ। त्यसको लागि के लेख्ने भने सधैँ यही लेखिँदा पनि केही फरक पर्दैन है साथीहरु, सबै क्वेसनमा यही लेखिँदा पनि हुन्छ है। यहाँ के लेखेको छ भन्दा बिङ एसिड्स एन्ड लायबिलिटिज टेकन ओभर फ्रम भेन्डर कम्पनी। भेन्डर कम्पनीबाट चाहिँ हामीहरूले एसिड्स र लायबिलिटी सबै ल्यायौँ है साउ कम्पनीबाट। जस्तै ए कम्पनीले बी कम्पनी किन्दैछ भने बी कम्पनीका चाहिँ सारा सबै कुरा हामीले लियौँ है, एसिड्स पनि लियौँ लायबिलिटिज पनि लियौँ है भनेको क्या। एसिड्स एन्ड लायबिलिटिज टेकन ओभर फ्रम भेन्डर कम्पनी भनेर लेखेको छ, यही लेखिदिनु होला। अब हेरौँ, अब यो पहिलो ट्रान्जेक्सन भयो, एक नम्बरमा त हामीले सक्यौँ, एसिड्सलाई डेबिट गर्यौँ लायबिलिटीलाई क्रेडिट गर्यौँ, यति त बुझ्यौँ। अब हामीले के गर्नुपर्छ भने दुई नम्बरमा चाहिँ गर्ने के हो भन्नुहुन्छ भने अब अघि हामीले लायबिलिटिज किनेको छ, यहाँनिर हाम्रो भेन्डर कम्पनी क्रेडिटमा छ कि छैन, अघि लिँदाखेरि डेबिटमा एसिड्स राख्यो क्रेडिटमा लायबिलिटिज राख्यो। अब हामी तिर्दैछौँ क्या, पेमेन्टको केसमा गयौँ, अघि पर्चेसको केस थियो, अब पेमेन्टको केस आउँछ दोस्रोमा। पेमेन्ट गर्दा के गर्ने भने अघि हामीले साउ कम्पनी कतापट्टि छ हेर्नु त, साउ कम्पनी कतापट्टि छ क्रेडिटमा छ, टु भेन्डर कम्पनी भनेर लेखेको छ कि छैन क्रेडिटमा हो। त्यो साउ कम्पनीलाई त पैसा तिर्नुपर्छ हामीले हो। यहाँनिर लेख्ने एमाउन्ट पनि हामीलाई एग्रिड प्राइस भनेर दिएकै हुन्छ है साथीहरु, एग्रिड प्राइस भनेर दिएको हुन्छ। म त्यो सबै कुराहरू क्वेसनबाट बुझाउनका लागि तपाईँलाई थोरै भन्दैछु, म भरेदेखि क्वेसन गराउँदा बुझाइहाल्छु है त। ल भेन्डर कम्पनी क्रेडिटमा छ, अब हामीले अघि किन्दै थियौँ र एसिड डेबिट गर्यौँ, अब के गर्नु पर्यो लायबिलिटीलाई डेबिट गर्नु पर्यो, यो साउ कम्पनीलाई डेबिटमा लगिदिनु पर्यो क्या, पेमेन्ट गर्नु पर्यो। अब भेन्डर कम्पनी एकाउन्ट डेबिट भनेर लेखिदिने, भेन्डर कम्पनी एकाउन्ट डेबिट भनेर लेखिदिने। अब हामीले के कुरा बुझ्नु पर्यो भने त्यो साउ कम्पनीलाई हामी के दिन्छौँ भन्नु त, ए कम्पनीले बी कम्पनी किन्दैछ भने बी कम्पनीलाई हामी के दिन्छौँ, म ए कम्पनी हो तपाईँ बी कम्पनी हो, तपाईँलाई मैले पैसा दिनुपर्छ पर्दैन भन्नु त, पैसाको साटो म के दिन्छु सेयर दिन्छु। त्यसले गर्दा भेन्डर कम्पनी एकाउन्ट डेबिट, तपाईँ साउ कम्पनी हो, मैले अघि लिँदाखेरि क्रेडिट गराएको थिएँ, मैले तिर्नुपर्छ है भनेर हिसाब राखेको थिएँ क्रेडिटमा, अब तिर्दैछु भने डेबिटमा राख्छु, त्यसरी बुझ्नु है। डेबिटमा राखेँ, अब डेबिटमा राखिसकेपछि तपाईँलाई म के दिन्छु अरे सेयर दिन्छु क्या, म त सेयर दिने हो नि त, पैसा त दिन्न, सेयर क्यापिटल भनेर लेख्नु पर्यो, क्रेडिटमा सेयर क्यापिटल भनेर लेख्नु पर्यो। अब यो सेयर क्यापिटलमा चाहिँ कहिलेकाहीँ सेयर कहिले पारमा हुन्छ, कहिले डिस्काउन्टमा हुन्छ, कहिले प्रिमियममा हुन्छ। यो चाहिँ के हो भनेको भने नि साथी हो, जस्तै कुनै पनि एउटा सेयरको मूल्य पारमा छ भने पार भनेको डिस्काउन्ट भनेको र प्रिमियम, प्रिमियम भनेको के हो भने जस्तै कुनै पनि एउटा सेयरको मूल्य 100 हुन्छ, कुनै पनि एउटा सेयरको मूल्य कति हुन्छ 100 हुन्छ, त्यसलाई पार भ्यालु भनिन्छ हो। यही 100 रुपैयाँ सेयरको मूल्य हो, त्यसमा 100 मा चाहिँ 10 रुपैयाँ घट्यो भने यो डिस्काउन्टको केस भयो, यहाँ 90 भयो के अरे साथी हो। पार भनेको त्यो सेयरको मूल्य 100 हुन्छ थाहा छ, त्यसलाई पार भ्यालु भनिन्छ है। डिस्काउन्ट डिआइएस भनेको डिस्काउन्ट, 100 सेयरको मूल्यमा 10 रुपैयाँ गिरावट आयो भने 90 भयो, त्यो घट्यो भने डिस्काउन्ट भयो। अनि त्यही सेयरको मूल्य 100 हो, पार भ्यालु 100 हो, त्यसमा 10 रुपैयाँ बढ्यो भने प्रिमियम हो। बढ्नुलाई प्रिमियम भनिन्छ, घट्नुलाई डिस्काउन्ट भनिन्छ। यति कुरा भएपछि धेरै कुरा बुझिहाल्यो सेयरमा, यति नै कुरा बुझ्नुपर्ने। अब हेर्नु, यति भइसकेपछि अब कहिलेकाहीँ हाम्रो के हुन्छ भन्दाखेरि भेन्डर कम्पनी साउ कम्पनीलाई हामीले तिर्दाखेरि डिस्काउन्टमा तिर्नुपर्ने पनि हुनसक्छ, प्रिमियममा तिर्नुपर्ने पनि हुनसक्छ। त्यहाँ भनिदिएको क्वेसनमा हुन्छ कि त डिस्काउन्टमा कि त प्रिमियममा भनेर। जस्तै डिस्काउन्टमा थियो भने डिस्काउन्ट इस्यु अफ सेयर एकाउन्ट भनेर डेबिटमा राखिदिने, अनि प्रिमियममा थियो भने सेयर प्रिमियम भनेर कता राखिदिने क्रेडिटमा राखिदिने। अब सुन्नु, अब यसको पनि बिङ त लेख्नु पर्यो। बिङ लेख्दा के लेख्ने भने अब पेमेन्ट टु भेन्डर कम्पनी, यसलाई जहिले यही लेख्दै हुन्छ है, यो अर्को कुरा सारी राख्नु पर्दैन। जस्तै नम्बर अफ सेयर @ यति हो, यति रुपैयाँका दरले भनेर लेखिदिँदा पनि हुन्छ, नत्र पेमेन्ट टु भेन्डर कम्पनी भनेर लेखिदिँदा भइहाल्छ। यति गर्दाखेरि यसको फर्मेट सक्यो। अब सुन्नु, अब हामीहरूलाई कोही इक्जाममा कहिलेकाहीँ कस्तो भइदिन्छ भने नि साथी हो, नम्बर अफ सेयर दिँदैन क्या, नम्बर अफ सेयर दिएन भने हामीले नम्बर अफ सेयर खोज्नु पर्ने हुन्छ हो। यहाँ हेर्नु त, नम्बर अफ सेयर टु बी इस्युड भनेको छ, इस्युड गर्दाखेरि नम्बर अफ सेयर कति छ भन्ने कुरा हेर्नु पर्यो है। अब 1 मिनेटमा मैले सकिहालेँ ल। यहाँ नम्बर अफ सेयर टु बी इस्युड भन्ने कुरा छ, नम्बर अफ सेयर टु बी इस्युड भन्ने कुरा पर्चेज प्राइस अफ एसिड, पर्चेज प्राइस अफ एसिड हो। अनि अर एग्रिड प्राइस भनेर लेख्दा पनि हुन्छ ल, एग्रिड प्राइस है। ल एग्रिड प्राइस 1 मिनेटमा साथी मैले सकिहालेँ अब है। एग्रिड प्राइस, पर्चेज प्राइस अफ एसिड टु बी एग्रिड प्राइस भनेर लेख्दा पनि भयो। त्यसलाई केले भाग गर्नु पर्छ, इस्यु अफ प्राइस, इस्यु प्राइस पर सेयर, सेयरको मूल्य कति इस्यु भएको छ त्यसले चाहिँ प्राइसले चाहिँ के गर्ने भाग गर्ने। जुन हामीलाई एग्रिड प्राइस भनेर 5,55,000 दिएको छ भने डिस्काउन्टमा भएको छ भने 90 ले भाग गर्ने, 100 मा 10 घटाएर यसरी है। अनि प्रिमियममा छ भने जोडेर 100 मा 10 जोडेर 110 ले यहाँनिर भाग गर्नुपर्ने हुन्छ। त्यो क्वेसनबाटै म तपाईहरुलाई बुझाउँला है। यहाँ मैले त्यही लेखेको छ, इस्यु प्राइस पर सेयर भन्ने कुरा तपाईहरुलाई कहिले डिस्काउन्टमा कहिले प्रिमियममा दिन्छ।
अनि पार भ्यालु भनेको यही 100 मा डिस्काउन्ट आयो भने घटाउने, प्रिमियम आयो भने जोड्ने भनेर मैले देखाइदिएको मात्र हो। यति गर्दाखेरि हामीले यो इस्योर शेयर अदर देन क्याशको 2 मार्क्सको च्याप्टरलाई यति नै हो फर्मेट। यो फर्मेट हेर्दा धेरै लागे पनि हामीहरूलाई पिच्चु क्वेसन दिन्छ 1-2 लाइनको, एकैछिनमा हामीहरू गर्न सकिहाल्छौँ भन्दै आजको क्लासलाई मैले यति मात्र गरेँ। यस पछाडि म तपाईहरुलाई ओडिज बोर्डमा भएका फाइनल एक्जाममा आएका धेरै भन्दा धेरै न्यूमेरिकल प्रब्लम गरेर एभाइलेबल गराउनेछु भन्दै आजको क्लासबाट बिदा चाहे। हस्त नमस्कार।